1 सेकेन्डमा हार्ट एट्याक भएर उसको ठाउँको ठाउँ मृत्यु हुन्छ। जब उसलाई पोस्टमार्टमको लागि लगियो उसको आफ्नै बडीले एउटा यस्तो टक्सिन्स केमिकल बनाएको थियो कि जसले गर्दाखेरि उसको मुटु नै बन्द भयो, मुटु नै रोकियो र इन्स्टेन्टली 1 सेकेन्डमा हार्ट एट्याक भएर उसको मृत्यु भयो। यति पावरफुल खतरनाक हुन्छ हाम्रो ब्रेन, हाम्रो मस्तिष्क। तपाईँको आफ्नै ब्रेनले, तपाईँको आफ्नै मस्तिष्कले 1 सेकेन्डमा तपाईँ आफैलाई मार्न पनि सक्छ। यसको बारेमा तपाईँहरू सधैँ सचेत रहनु। सो अलवेज बी अवेर अफ दिस। तपाईँहरू सधैँ यसको बारेमा सचेत रहनुहोला, किनभने तपाईँको आफ्नो ब्रेन यानि कि तपाईँको मस्तिष्कले 1 सेकेन्डमा तपाईँ आफैलाई मार्न पनि सक्छ।